आज हामी आफ्नो फ्यामिलीसँग चैतमा लकडाउन भयो नि दिदी चैतमा लकडाउन भएको चाहिँ चैतदेखि सुरु भएको मैले सबै ठुलो काम गरेँ त्यो काम विशाल कहाँबाट थियो आन्टीको बट्टा मासु पकाउने होइन हाम्रा बाजे होइन बाजे हजुरबाट कतिजना मान्छे भयो अरे भन्नुहोस् त हजुरबाट कतिजना भयो अरे हजुर एकजनाबाट 22-23 जना भयो होइन हाम्रा बाजे मतलब कि मेरो चाहिँ अगाडि बनाइसक्यो क्या मासु पकाएको पोली पोली हुन्छ नि एरिकै जाऊ मान्छे खसिकन मर्यो भने कस्तो भयो जेठाजु बुहारी मासु पकाउँदै भाइ यता बुहारी त्यता जेठाजु त्यता कान्छी आमा यता तिमी कान्छी बाउजू होइन तिमी हामी बेफार होइन हामी यहाँ पिकनिक आएको नानी राख्यो अघि स्कुल छोड्न जान लाग्यौँ होइन अनि पल्लो घरकी दिदीले सोध्यो नि कहाँ जान लाग्यौँ नानी भनेर हामी व्यापार जान लागेको व्यापार ए हाँस्नाले मरिकन तिमी नानी तिम्रो दिदीको नाम के हो लान्सी हो रियान्सी रियान्सी हो त तिम्रो दिदीको नाम अनि दिदी खै त कहाँ जानुपर्छ दिदी तिम्रो क गर्न जानुपर्छ स्कुल हेलो भनिदिनुहोस् त नमस्ते यो मान्छेको यस्तो पिकनिक खाने बेला बाजेको दाढी काट्न लाग्नुपर्छ दाढी काट्न बनाइसके पुरै घोडा पनि चलाउने रहेछ हामीले यहाँ पकाउन लाग्छौँ घोडा कहाँबाट जाने हो पूर्वेली र पश्चिमेली चिन्ने आन्छन् हो अलग्गै अलग्गै चिनिन्छन् पूर्वको र पश्चिमको अब पालो आयो कान्छीको मासु पकाउने अघि जेठाजुको अहिले बुहारीको बुहारी पछि फेरि सासू कान्छी सासूको जेठाजु ससुरा सोधिरहनु हाम्रो त अब कान्छा ससुरा हेर्नु ल अब पुग्नुभयो भर्खर बाजेलाई पुरै दारी फालिदिनु लाग्नुपर्छ माइला छोरा यहाँ बाजेलाई डलाएर माइला छोरा दारी फाल्दै कान्छा छोरा अङ्कल हेर्दै हुनुहुन्छ अहिले किन अरू दारी फाल्न लाग्नुभयो के अहिले किन त अङ्कल फोटोसोटो खिच्ने फोटोसुट गर्ने बाजे अघि भर्खर म सक्दैन मलाई गाह्रो भएको छ दम भएको छ भन्नु त्यो अहिले पल्टेर दारी फाल्न लाग्नुपर्छ यिनीहरूले के खान्छन्
खान्छस् ल ल ल आगर आगर ल हजुर हुन्छ भाँचेर 2 फ्याक गराउनु न ए त्यो त त्यो विचार गर्नु न त्यो 4वटा गर्नु पर्छ तपाईँ त जान्नु भएन बिचरा यो चाहिँ सिङ रहेनछ हो यसको भाँचेको काट्यो के पो रहेछ कहाँ सक्छ नि त यसरी खाना यिनीहरू काटेर दिनुपर्छ क्या त्यो त आमा हो क्या त्यो त ए नटु कस्तो रिस गरेको सिङ काटेको रहेछ क्या यसको यो सायद आमा नै हुनुपर्छ यो अब अड्काउने हो कि भाइ तर सबै खाने रहेछ है यसले यो हेर्नु न यसको सिङ रहेछ क्या काटेको छ क्या ए भालेको सिङ हुन्छ अङ्कल हजुर ए चामल धुनु पर्यो यिनीहरूलाई हालिदिन्छु म हेर्दाखेरि गाईका जस्तो नि यहाँ 4 अलि लामो गरेर हालिदिनु अलि उता पनि हालिदेऊ अलि उता पनि हालिदेऊ बिचरा त्यो हेर न अर्कल त के गर्न लाग्यो बुबु खाँदैछ क्या यिनीहरूको लागि त झन् धेरै लाग्यो हुने थियो जस्तो लाग्दो रहेछ गयो मैले यहाँ लिएको धेरै भएछ ए यहीँनिर छ पछि कम खाएको छु भनेपछि हेर अनि अर्को छोराले भात हालिदिउँ के हुने चारक दिने छोरा एक बुढो फर्की खाँदो अरे एक बुढो फर्की खाँदो अरे 3 भाइ मुखे मुखे चारे यसो क्या त आज क्या त होइन आएका पहिया उमालेर गालेर छोरा खिच्या छु हाम्रो बाजे पर हुनुहुन्छ है आज भातै खाएन नि काठौडा बान्नले हजुर राम्ररी खप्पिकन राम्ररी खप्पिकन बसियो भने खाइ त अल्ला हुन्छ छोरा खाना हजुर उहाँ त छुट्टै व्यवस्था छ क्या उहाँ चाहिँ चिसो खाँदै हुनुहुन्छ ड्यु भात दिँदा के हुन्न नि
Andi dalam jauh susah. Sali
छिलाउने हुन्छ रात ढल्नु जलरैया चाँदीको घाम सतुर मान्दैन छायाले खोलो माथि फर्किन मायाले रैया चाँदीको लागो थियो monkey भाडा मास्दै आन्टीहरू अनि तपाईँ त हेर्नुहोस् त मम्मी चक्लेट खा चक्लेट खाइदिन्छ जानु त कता छ तिम्रो चक्लेट यता हेर्नुहोस् त सानो